जुन कुराको डर थियो त्यही कुरा नेपालमा सुरु भइसकेको छ। पहिला यो भिडियो हेर्नुस्। 10 लाख लगाएर करोडौं रुपैयाँ मेरो जीवनको चान्स छ भने तिमीलाई र मलाई मेन टार्गेट मलाई यो भएसिन तलाई म छोड्दिन। सुभाष पासवान स्थिति चाहिँ कसरी आउँछ के त्यहाँ मैले भन्नु पर्यो। त्यही त त्यो मेन मामला उठ्यो कहाँबाट? यो रोहिंग्या कपनमा 500 भन्दा बढी छ। रोहिंग्या कपनमा म गएको थिएँ अस्ति एक्लै। त्यसपछि अर्को दिन यो भिडियो म 2 जना यहाँ खबर लिन भिडियो बनाएको मात्र कि सरकारलाई यो कुरा पुगोस्, सरकार छानबिन गरोस् हैन। त्यहाँ र बिना भिडियो बनाएर के भनिरहेछ कि यो त्यहाँको केटीलाई मुस्लिम टोलमा गएर केटीलाई र बुढीलाई त्यहाँ अराजकता फैलाइरहेछ, छेडछाड गरिरहेछ, नाना थरीका गाली दिइरहेछ। हामीलाई साला देश प्रेमी हो कि त जाति प्रेमी हो? हाम्रो देश र धर्म भन्दा जाति भन्दा ठुलो देश छ हाम्रो। अब के भन्नु छ सरकारले यस विषयमा? हामी सरकारसँग यही माग गर्न चाहन्छु या जसरी हाम्रो हिन्दूलाई मार्यो त्यस्तै तिनीहरूलाई पनि मार्नु पर्यो। यो सिडिओ मारेको छ या जसै मारेको छ मलाई मतलब छैन। जसले हत्या गर्यो त्यसलाई त्यस्तै उपचार हुनु पर्यो। यी युवकको भनाइ तपाईहरुलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्न र सबैको सामु पुग्नको लागि एक सेयर गर्न चाहिँ नबिर्सनु होला है त।